Hello everyone, welcome back. यो चाहिँ हाम्रो सानो अर्ग्यानिक पोटेटो को फिल्ड हो। यो चाहिँ हामीले 1 जनवरीमा रोपेको थियो। मन्थ अफ जनवरीमा रोपेको थियो, त्यसकारण आज यो चाहिँ रेडी भएको छैन हार्भेस्टको लागि। अन्त तपाईहरुले जनवरीमा रोप्दा पनि हुँदा रहेछ, आउनु चाहिँ आउँदा रहेछ, तर अब त्यसको फल लाग्नु चाहिँ निकै टाइम लाग्दो रहेछ। जस्तै अब नोभेम्बरमा रोप्यो भने नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी, मार्चतिर हार्भेस्ट हुन्छ हैन। अब मैले यो जनवरीमा रोपेको, अब जनवरी, फेब्रुअरी, मार्च, अप्रिलमा ठिक्कै यो हार्भेस्ट हुन्छ। आलुको लाइफ चाहिँ 4 मन्थको हुँदो रहेछ। सो यो चाहिँ एउटा खास कुरा चाहिँ के भन्नु न, बजारको आलु किनेर ल्याएर चाहिँ रोपेको चाहिँ लास्टमा चाहिँ बस्तीको आलु हुन्छ है। इट्स अ फन फ्याक्ट। अन्त यो चाहिँ यति छ। यहाँतिर चाहिँ राम्ररी आएको छ हो, यता पनि राम्रै आएको छ यतिको चाहिँ। अन्त यो यहाँनिर चाहिँ निकै आएको छैन, किनभने योहरू हेर्नु यत्रो यो बनसुँगुर बँदेलले आएर खनेर चाहिँ यस्तो भएको। अब डुकु आउने टाइममा खनिदियो, अन्त त्यसको डुकु चुर्यो, अन्त मर्यो कतिवटा। यहाँ चाहिँ यस्तो छ। यहाँ चाहिँ यहाँको माटो चाहिँ यति दामी छ कि किराहरू कमिलाहरू केही लाग्दैन। हुन्छ नि, आलुहरू कस्तो दामी हुन्छ नि त, राम्ररी फाउन्डेसन लगाएर निस्केको जस्तो हुन्छ, ब्युटी पार्लरबाट निस्केको जस्तो हुन्छ यहाँको आलु चाहिँ, एकदम प्योर अर्ग्यानिक। अब यो अप्रिलमा चाहिँ ठिक्कै हुन्छ यसको खन्ने टाइम, हेर्न सक्नुहुन्छ। यो चाहिँ दामी ड्याङ हो यहाँ चाहिँ छ, तर कति जग्गा चाहिँ राम्रो जर्मिनेसन भएको छैन, परतिर हेर्न सक्नुहुन्छ। अन्त यो टोटल हामीले 3 केजी रोपेको थियो। 3 केजी चाहिँ 1, 2, 3, 4 ड्याङ, अन्त माथि यस्तो सानो फोक्टा भन्यो भने चाहिँ 4, 5 ड्याङ चाहिँ 3 केजी चाहिँ 5 ड्याङमा मजाले जाँदो रहेछ। यो चाहिँ ठुल्ठुलो थियो, हामीले चाहिँ कट गरेर चाहिँ त्यसको डुकु कहाँबाट निस्किँदैछ त्यो हेरेर चाहिँ रोपेको थियो। सो खनेको दिन चाहिँ तपाईहरुलाई देखाउँछु, यति गर्नुहोस् होला। अन्त अहिलेको फिलहाल चाहिँ अपडेट चाहिँ यति नै छ।